अटिँदैन नि किन लजाको हेलो हेलो ल आयो बुइनीहरू देखाउनु भन्दै ल हाई हाई भन्दिनु न ए झन्डै लडे म मेरो जुत्ता टेकेर सको केटाहरुले त्यसै दामी रहेछ फाइनल्ली ल डाँडा परेछ यहाँ त हेलो गाइस वेलकम माई युट्युब च्यानल सो आज चाहिँ होलीको दिन अनि 2081 सालको होली होइन अनि आज चाहिँ होली पर्व यतातिर पनि मनाइरहेको छ गाडी पनि त्यति धेरै कुदेको छैन हामी चाहिँ अहिले पुल्चोकको पसलमा आइसकेको छौँ भने अब हामी पनि एकछिनमा यहाँबाट निस्किनेछौँ एकछिन हामीले चाहिँ यहाँ पसलमा मान्छे आउने भएकोले कारणले गर्दा पसल ओपन गरेको छौँ हाम्रो पसल चाहिँ वालपेपर हब दमकल चोक पुल्चोक ललितपुर A few moments later. गोदाको वारी उया केटाहरु फाइनल्ली ल डाँडा परेछ यहाँ त कति राम्री राम्री मान्छेहरु नि राम्रै हेरिदिन्छ त कति मजाले अनि यहाँनिर चाहिँ एकदमै राम्री राम्रीहरु अनि राम्रा राम्रा दाजुभाइ दिदी बहिनीहरु घुम्न आएछन् आफै चस्मा गर्ने कति धेरै हो कालो न कालो छ त चस्मा पनि देखाऊ देखाऊ क्या ल जाउँ त केही गर्दैन उठ्दैन घोडा 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 खै घोडा घोडा कत्रो घोडा आमा गाइस याद अनि बबाल रहेछ नि बाइक त बाइक पार्क गर्ने ठाउँ यहीँ रहेछ गाइस 6 जनाको 6 जना हजुर खै व्यवस्था गर्नु पर्यो नि त मैले दे हामी चाहिँ यहाँनिर बाइक पार्क गरिसक्यौँ होइन अब यहाँदेखि हामी चाहिँ तल पार्क घुम्न गइरहेका छौँ मान्छेहरू चाहिँ एकदम धेरै घुम्न आएर चाहिँ आज ह्याप्पी होलिडे 2081 सालको हेलमेटहरू राख्दैछौँ होइन अब हामी चाहिँ खाजा साजा खाएर भित्र पार्कभित्र घुम्न जानेलाई रेडी भयौँ टिकट सिकट पनि टिकट सिकट पनि लिइसक्यो 6 जनाको फेरि ल फाइनली अब चाहिँ हामी चटपटीतिर लागेको छ चटपटी खाए पश्चात चाहिँ हामी हाम्रो अब फाइनली चटपटे खाइयो अनि मकै भुटेको यसलाई के भन्छ भुटेको मकै पपकर्न के भन्छ अरे पपकर्न मिठो हुँदो रहेछ नि मकै भुटेको राखेको रहेछ मकै खाँदैछ तिमी चाहिँ ढिलो खान्छ त सुभाष होइन उसलाई म त्यही भएर सहयोग गर्दैछु खाइसक्यो हामीले चाहिँ उसले ढिलो खायो त्यही भएर म यहाँ सहयोग गर्दैछु उसलाई ल सहयोग म चाहिँ सहयोगको भावना बोकेको मान्छे है हो रहेछ बोकेकै रहेछ भुँडीमा भावना निकै फाइनल्ली हामी चाहिँ खाजा पनि खाइसकेर अब चाहिँ निस्किसक्यौँ होइन टक्कसँगले अब घुम्न भित्र जाँदैछौँ पार्कतिर अब एकपल्ट खै के 6 जना खै सबैजना सिरिसक्यौँ सर ल ल ल फोनमा बोल्दैछ कोही चाहिँ ल कतादेखि जाने हो यो चाहिँ गोदावरी पार्क अरे घुम्ने ठाउँ होइन अनि हामी चाहिँ यहाँ आइसक्यौँ आज होलीको दिन होली मनाउनु क्या दामी फुलहरू रहेछ ल फुल अजमबरी हो अजमबरी अनि अरू अरू ल ल ल के भन्नु छ कि यहाँ यो ठाउँलाई कस्तो छ यो ठाउँ एकदम राम्रो छ एकदम सुन्दर छ अनि अरू अरू मान्छे भिड छ भिड फोटो खानेहरू छ उता डान्स गरिरहेछ डान्समा जानुपर्छ रुपे डान्स रात निकालो दामी रहेछ है मालिङ्गो काटेनी लैलै बिनाए बाजा घुम्ने ठाउँ चाहिँ एकदम धेरै राम्रो राम्रो छ पार्क एरिया है
टक्कसँगले हामी चाहिँ देखाएर नर्सरी हो है फुलबारी नर्सरी दामी रहेछ यार हेर न नर्सरी अहिले सुक्खा लाग्यो मान्छेहरू त्यहाँ पनि घुम्नु छिर्नु पाउँदो रहेछ है सबै यहाँबाट यसो जाने हो कस्तो दामी दामी फुल फुलेको रहेछ फुलमा भमराहरू घुमिरहेको रहेछ अर्को खालको फुलहरू पनि फुलेको छ रहेछ हामी चाहिँ फोटो खिच्ने कार्यक्रम भइरहेको रहेछ यता चाहिँ हाम्रो लेडिज टोली है हो अब संसार छ काठमाडौँमा पानी सफा बग्दो रहेछ अलैँची होइन नि यो सुरुम्फा हो अलैँची होइन यहाँ चाहिँ मालिङ्गो के होला पानीमा खेल्नु ल ल ल मान्छेको भिड चाहिँ यस्तो छ सेर्देऊ राष्ट्रिय वनस्पति उद्यान सफा रहेछ क्या पानी त कस्तो सफा दामी है निस्किएन सबैजना निस्क्यौँ है म अगाडि गएँ ल आयो सबैजना हाम्रो त टोलीहरू चाहिँ 6-7 जना छ 6 जनाको टोली जानुपर्ने यता आयो फाइनल्ली हामी चाहिँ निस्किसक्यौँ यहाँनिर घुमेर कडाहरूसँग घुम्न गइरहेछौँ गोदावरीमा यहाँ आइपुगिसक्यौँ है सबैजना अब एक राउन्ड हानेर फर्किने कुरा हो ल मान्छेहरू चाहिँ एकदमै धेरै आइरहेको छ यहाँ कोही रुखमा कोही यो चाहिँ पुल हाम्रो पुल यहाँ बगैँचामा पनि घुमिसक्यौँ अनि रोड अरे अर्को बाटो यता परस्थान गरौँ है साथी हो परस्थान घुम्न गइरहेका छौँ यो चाहिँ गोदावरी ल नाच यो नाच्नु त ठिकै हो तर मेरो गीत कपिराइट हानिन्छ नि यसमा ल पुल यहाँ यतादेखि खिचौँ न भइगयो त पुलमा तर्दैछ साथीहरू यो चाहिँ ल हिँड पुल यो खतरा रहेछ क्या रुखको पुल यो हो नि त गाउँले स्टाइल पहाडको होइन पहाडको पुल म पनि तरेँ फाइनल्ली ठुलो खोला छ फेरि है खोला चाहिँ यस्तो रहेछ है बर्खामा चाहिँ ठुलो हुँदो रहेछ त्यही भएर यो पुल बनाएको रहेछ नत्र त अहिले जस्तै हो भने त किन पर्थ्यो र चराको गुण यहाँ लाचेको गुण हो चरा दिसिस रुखमा लगाउँछ नि त खोपेर है थाहा छैन होला यो चाहिँ हाडे काँडा हो खास चाहिँ रुद्राक्षको झ्याङ्गो चाहिँ देखिन्छ है यो केसारीको फुल केसारीको फुलमा सपना केसरी यही हो हिँडेको बाटोमा सम्झना खोज्दै होइछ सोचेर दुनियाँलाई भुल्दै के भनेर जमाने मान्द्रो अरे क्या यो फुलको नाम चाहिँ तर यो त होइन है यहाँ माथि ग्रिन हाउस अब हामी चाहिँ यहाँदेखि जान्छौँ ग्रिन हाउसतिर यहाँ खाजाहरू खाइरहेको छ आज होलीको दिन सबैजना घुम्न आइरहेको छ रमाइलो गर्न अनि हामी पनि त्यही अवसरमा हामी पनि निस्केर हिँडिरहेको छौँ घुम्नलाई अनि यहाँ चाहिँ टक्क झर्ना दामी बनाएर छ अनि यहाँ चाहिँ रहेछ अब गेट है यो रातनिगालो भन्छ हामी चाहिँ रातनिगालोको गेट ल निस्कायो भयो त यहाँनिर चाहिँ रहेछ यस्तो रहेछ है वरिपरि घुम्ने ठाउँ बसीको यो ग्रिन हाउस हो आउँदा देख राजाको श्रीपेज कुन राजाको भनेर कछुवाको माथि खम्बाको माथि श्रीपेज हो यसरी भन्दा पनि बुझ्छ नि त यो राजाको श्रीपेजको मुनितिर जाँदैछु होइन त्यहाँ कस्तो जानु पाउँछ नि त सबै यहाँ चाहिँ फोटो खिच्ने कार्यक्रम भइरहेको रहेछ सबैजनाले फोटो खिचिरहेको छ है अनि म चाहिँ यहाँ आइसकेँ
श्रीराजाको श्रीपेज रहेछ है। ल म चाहिँ यहाँ पनि आइसकेँ है श्रीपेजको मुनि। अनि यो चाहिँ टक्क कछुवा रहेछ। यहीँ फोटो खिच्ने कार्यक्रम धेरै भएर राम्ररी देख्न पाइएन। त फोटो खिच्नेकै मात्रै कार्यक्रम हो नि त। प्रोफेट मोडमा उसले खिच्ने हुँदैन। ल ठिक छ फोटो जानु मोडल भाइ यो चाहिँ हाम्रो पोखरी भयो। सफा पानी रहेछ, यस्तो राम्रो पानी, यस्तो रमणीय ठाउँ रहेछ यो। होली पर्व भएर पनि होला यहाँनिर विभिन्न मान्छेहरू आएको छ। एकदम रमाइलो आफ्नो तरिकाले ग्रुप वाइज गरिरहेछ। आफ्नो ग्रुपमा आफ्नो तरिकाले रमाइलो गरिरहेछ। यो चाहिँ हाम्रो ग्रिन हाउस हो। यो ग्रिन हाउसभित्र चाहिँ हाम्रो यो के छ यो हाम्रो ग्रिन हाउसभित्र चाहिँ कस्तो रहेछ त हेरौँ। यत्रो यत्रो रुख छ यहाँनिर, एकदम रमाइलो छ यहाँनिर। यहाँ विभिन्न फुलहरू छ, यहाँ विभिन्न किसिमको बोट बिरुवाहरू होइन। म देखाउँछु सट्ट यो के को बोटको के को रुख हो होइन। गाइजहरूले कमेन्ट गर्नु होला। मैले चाहिँ खासै चिनिनँ, एउटा चिने यो बोट बिरुवाहरू हो। यो चाहिँ के यो औँला जस्तो, हातमा औँला जस्तो यस्तो परेको छ नि। यो औँला जस्तो यो के को रुख हो यो। गाइजहरू एकदम कमेन्ट गरौँ है, यो कसले चिन्नुहुन्छ यो रुखहरू। यो चाहिँ के हो होला सबैजनाले फाइनल्ली हामी चाहिँ 6 जना निस्केछौँ। मेरो जुत्ता टेकेर सको केटाहरूले गोदाबारी। हामी चाहिँ कति 6 जनाको ग्रुप है हिँडी हिँडिरहेछौँ चौरमा। के चिज केटा हो न यतै भयो। ल अब चाहिँ हामी चाहिँ सबै फोटोसोटो खिचिसकेर हामी चाहिँ फर्किने गरेको अवस्था हो। फोटो खिच्नेले खिचिरहेको छ दाइहरू सुभाषहरू उफ्री आउँछ है। यहाँ चाहिँ एउटा मन्दिर पनि रहेछ है। मन्दिर कि गुम्बा कि के हो होइन, यस्तो रहेछ। यो चाहिँ एकदम राम्रो ठाउँ है। यो माथितिर नि घुम्ने ठाउँ रहेछ पार्क। तर हामी किन घुम्ने होइन, अब यहाँदेखि फर्क्यौँ। गुलाबको फुलहरू एकदम धेरै रोपिरहेको रहेछ, एकदम धेरै टुसाहरू आइरहेको छ है। अहिले यहाँ तल चाहिँ रमाइलो गरिरहेको रहेछ मान्छेहरू। आमामा कति धेरै हल्ला गरिरहेछ। सर हामी चाहिँ निस्किनु लगाएको गेट यहीँ तल हो है। कस्तो दामी देखिरहेछ। ल हेलो ल ल आयो बहिनीहरू देखाउनु भन्दै। ल हाई हाई भनिदिनु न। ए झन्डै लडेँ म। ल ल ल ठिक छ ठिक छ। हजुर हजुर ब्लग फाइनल्ली हामी चाहिँ यो टनल रहेछ है। ल ल मलाई यस्तो भनिदिएको। ल ठिक छ भनिदिएकोमा धन्यवाद है। अनि हामी चाहिँ यहाँ आयौँ। यहाँ होली खेल्नेहरू एकदम धेरै छ। फुल एकदम कस्तो दामी है। थाहा छ। यो चाहिँ फुल भयो, कस्तो राम्रो राम्रो फुल क्या। अब अनि हामी चाहिँ निस्किने बेलामा गेटमा आइपुग्यौँ फाइनल्ली। निस्क्यौँ है हामी। अघि केटाहरू त गयो नि, अघि गयो नि। यहाँ चाहिँ सबैजना घुम्न आइदिनु होला। एकदम राम्रो ठाउँ रहेछ है। अनि लास्टै रमाइलो ठाउँ रहेछ। तर त्यस्तो धेरै पनि होइन होइन। अब घुम्ने चाहिँ धेरै एरिया क्या। जाँदैछु गयो होला। सबै कलरले लटपट्टि गएको छ होली खेलेर है। अनि हामी चाहिँ निस्किसक्यौँ। बिस्तारै कटाउ है, बाइक लड्छ फेरि। न अटिँदैन नि एकजना। ल ऊ चाहिँ लजाएर हेर किन लजाएको। लडिन्छ नि। बस 4 जना बोकेर कुदाउँछ। बिस्तारै हिँड है, बिस्तारै। ल बिस्तारै आउनु होला। हुन्छ यहीँ रोक्छु। ल ल 2 जनालाई इसानी ए ल ल
हामी चाहिँ फाइनल्ली निस्किसक्यौँ पानी पर्यो